चिट्ठी भिडियोमा भ्युै नजाने भने पादेर चल्दै एउटा टोपी नि खत्तम रहेछ बसै बस ल मौरीको मह चाहिँ यस्तो छ हजुर ल यति बेला हामी चाहिँ गाउँघर गाउँले डुवरमा राखिएको मौरीलाई चाहिँ काट्ने गइरहेका छौँ त्यसको लागि चाहिँ हामीलाई पहिले सामानहरू हामीले तयार पारिसकेका छौँ त्यही त राख्नु दङ्गल यो कुचो चाहिन्छ यसले चाहिँ मौरी बढार्न यो हँसिया यसले चाहिँ मौरीको चाकालाई काट्नु पर्ने हुन्छ काट्नलाई अनि त्यो के चाकै छैन त मर्ने छ राम्रो रहेछ त हो त्यो त यो यसपालिको मौरीले चाहिँ खास भेगमा लगाएको रहेछ अरू सालमा चाहिँ मौरी देख्न सक्नुहुन्छ साथीहरू यसरी धेरै माथिसम्म टोटल पहिले लगाएको मह हो यसपालि चाहिँ मह नलगाएको देखियो चाका माया छ यो सिजन अनुसार फरक फरक हुने गर्छ मौरीको मह चाहिँ राम्रो सिजन पऱ्यो भने चाहिँ मौरीले धेरै मह लाउने कसरी झिक्नु कोही त झिक्नु सकिँदैन झिक्नु न पल्लोपट्टि तान्दैन पल्लोपट्टि त्यत्रो लामो अनि थाम्न सकिन्छ त चाका मौरी खास छैन रहेछ यति बेला घुमी गर्नुपर्ने मौरी त एकदम कम अब यस्तो यो चाहिँ जुन अहिले आवाज आइरहेको छ त्यो आवाज चाहिँ मौरीको डुर कोटाउँदाखेरि नै त्यस्तो आवाज आउनु पर्ने हो कि मौरी धेरै भएको साल चाहिँ त्यस्तो हुन्छ है यसपालि मौरीले मह लगाएन सिजन परेन त्यो भएकोले गर्दाखेरि चिट्ठी भिडियोमा भ्युै नजाने भने पादेर चल्दैछ गाह्रो भयो नि त बच्चा रहेछ अलिकति यता छ होला पाटामा मात्रै मह लगाएको रहेछ नि त सबै बच्चा रहेछ पोहोर कति घाट थियो कति घाट गोठमा 5 घर यहाँ 2 घर पोहोर त्यो जम्मा त्यतिमा कति 48 बोतल लगाएको थियो भन्नु होइन राम्रो पोहोर त धेरै लगाएको रहेछ यसपालि त छैन रहेछ म देखाउनु त छैन म
छेउछेउमा मात्र छ। ममा चाहिँ कस्तो हुन्छ भने नि साथीहरू, जुन यो कभर भएको हुन्छ यो चाहिँ मह हो। यो जुन कालो कालो छ त्यो चाहिँ बच्चा हो। यो मौरीले मह लगाएको साल यो जुन सेतो टोपी चाहिँ एकदम चाहिँ जग जस्तो डल्लो डल्लो हुन्छ, सोला सोला। त्यो चाहिँ त्यति बेला चाहिँ धेरै मह हुन्छ। जब मह चाहिँ धेरै लाउँछ, त्यो अघि मैले भने नि जुन सुरुमा हामीले कोट्याउँदाखेरि आवाजै आएको थिएन, तर पछि निकालेर चाहिँ यो धुवा लगाइसके पछाडि चाहिँ एकदमै झन्नन्न गऱ्यो हो। त्यसरी नै हामीले यो मौरीको डुर कोटाउँदाखेरि नै निकाल्दाखेरि नै त्यो आवाज चाहिँ आउँछ धेरै लगाएको साल चाहिँ। यहाँ त राख्नु हुँदैन थियो, अलिक म बसेको गर्छ। चिट्ठी भिडियोमा भ्युै नजाने भने पारेर चल्दैछ, गाह्रो भयो नि त। चल्लो सर म लिएर आए जाँदा भयो, म छम्केर आउँछु। ल गर्नु न, म यहाँ बनाउँछु। क्यामेरा पनि के भयो? ओए म हल्काइसकेपछि के गर्नुपर्छ त्यो भन्, देखाउनु पऱ्यो नि त। म हल्काइसकेपछि महलाई यता साइड लाउनुपर्छ, यो त सबैले जानेकै कुरा हो होइन। त्योभन्दा अरू चाहिँ यो ट्याक्कसँगले पानी छम्किनुपर्छ होइन त अङ्कल? किन भनिदिनु त? यो मौरी लटपटेको हुन्छ। मौरी चाहिँ यो डुरमा चाहिँ डुरतिर अनि यो बाहिरतिर चाहिँ एकदमै यो महसँग लटपटेको हुन्छ। त्यो भएपछि महले ट्यास्छ मौरीलाई। अनि त्यो मौरी चाहिँ त्यो नटासियोस् भनेर चाहिँ सबै यो मौरीको मह निकालिसके पछाडि पानी छर्किनुपर्छ। छालछाल मौरीलाई भाइ पर्दैन देखाउनु, अब चाहिँ हजुर पर्दैन देखाउनु। यहाँ मैले चाहिँ भिडियो बनाएकै छ नि त, ऊ त्यो रहेछ नि त एउटा त्यति त खास न, तिमीहरूले बस्दै त चाहियो नि। कता थियो अब चेक गर्नु पर्यो नि। ओके यता छिराछ नि, मैले लिएर आउँछु अब गएर टाल्नु भयो नि त।